यति सजिलै टाढा हुन सक्छ? ठीक छ, म पनि हेर्छु। तिमी ठीक छौ? तिमीलाई कसैले बुझेन भने पनि म तिमीलाई बुझ्छु। मलाई थाहा छ तिमी यति सजिलै टाढा हुन सक्दैनौ। रस्न, अब हामी बीचमा केही छैन। तिमीलाई पनि अप्ठ्यारो पर्छ। Let's end this relationship. यति सजिलै? ठिक छ, तिमीले अन्त्य गर्न चाह्यौ भने गर। तर याद राख, सबै कुरा यति सजिलै सकिँदैन। यो के भन्न खोजिरहेको छ? अब के हुन्छ? म के गरौँ अब? जाऊँ कि नजाऊँ? तर यो भेट अन्तिम हुनेछ। म के भएर यस्तो निर्णय गर्दैछु? आमाले थाहा पाए के होला? मलाई माफ गर आमा। तिमी बिना त दिनै जाँदैन। तिमी आएपछि त सबै कुरा रमाइलो हुन्छ नि। तिम्रो बिहे भइसकेपछि हाम्रो भेट त हुँदैन होला है? अहिले कहाँ बिहे गर्छु र म? हेरौँला। रोशन किन भेट्न बोलाएको? अबदेखि हामी नबोलाऊ है प्लिज। म त तिमीलाई लिन आएको। रिता, छोरीलाई फोन लागेन खे, फोन देऊ त उसलाई। कहाँ छौ? सँगै छैनौ र? आन्टी रिमा त यहाँ आएको नै छैन त। के? आएको छैन? कसको फोन हो? ए, छिमेकी आन्टी हो। हजुर आन्टी, भन्नु न, के भयो? त्यो केटीको परिवारले हुन्छ भनेको छ। तिमी कहिले आउँछौ त? एकपटक घरमा सल्लाह गर्नु न, अनि म टाइम मिलाउँछु। घरमा सल्लाह गर्न पर्दैन, तिमी आइहाल केही दिनमा। एंगेजमेन्ट गरेर जानु बरु। एंगेजमेन्ट? त्यो त्यस्तो केही होइन शिला, तिमी गलत बुझिरहेछौ। गलत बुझिरहेछु कि तिमीले लुकाइरहेछौ? तेरो भान्जी त्यो केटासँग भागेर गए जस्तो छ। छिट्टो आइस त। म अहिले नै आउँछु। फोन पनि लाग्दैन, कहाँ गई, के गरिरहेछ केही थाहा छैन। छिटो छिटो हेरौँ त, यहीतिर कतै देखिन सक्छ। त्यो केटासँगै देखेको भनेको यही एरियामै हो रे। फेला पार्ने पर्छ आज, केही गडबड हुनु अघि। ए दाइ, रिमा त त्यो केटाहरूसँग खोला तिरको बाटो जाने थी। अब तिम्रो बुढीसँग बिहे गर अनि बस। बकवास। ए, यही हो त्यो केटा। मामा, मेरो भान्जीलाई नानु, प्लिज नानु, माफ आएको, उसले केही गरेछ। घरको इज्जत नै माटोमा मिलाइस।
यस्तो गर्नुपर्ने थियो प्लिज उठ्न सबैजना हात उठाउनु न सबैलाई स्टेसन लैजाने हो अनुसन्धान हुन्छ रिमा तिमी माथि कुनै आरोप प्रमाणित भएन तिमी जान सक्छौ धन्यवाद दिदी अब ढिला गर्नु हुँदैन रोहितलाई अस्ट्रेलियाबाट बोलाउनु पर्छ ठिक छ म उसलाई आजै फोन गर्छु बाबु तिमी अब 10-15 दिनमै आउनु है हामी यता तयारी गर्छौं ठिक छ आन्टी म मिलाएर छिट्टै आउँछु स्वागत छ वाउ नेपालमा रूपा तिम्रो छोरीसँग रोहित बाबुले भेट्न खोज्या छन् एकपटक हाम्रो घरमा बोलाइदैन ठिक छ दिदी म तयार पार्छु उसलाई राम्रो देखेछ ल हिँड अब आऊ बस नमस्ते नमस्ते तिमीलाई यहाँ आउन गाह्रो त भएन हजुर ठिकै छ हाम्रो बिहेको कुरा चल्दैछ तिमीलाई बिहे गर्न कुनै प्रेसर त छैन नि सबै कुरा परिवारले नै तय गरिरहेको छ यदि तिमी रेडी छैनौ भने हामी हतार गर्दैनौ परिवारले जे भन्छ म त्यही मान्छु आन्टी मेरो तर्फबाट ओके छ 5 दिन पछाडि बिहेको डेट निकालौं ठिक छ बाबु म सबै तयारी मिलाउँछु अब छिटो तयारी गरौँ समय धेरै छैन कपडा घर सबै मिलाउनु पर्छ ए रिमा अब तिमी दुलै बन्न लाग्यो है अस्ट्रेलियाको केटा रे अब तिमी विदेशी नि भइहाल्यो नि यस्तो केही खास होइन सबैलाई रमाइलो छ तर मलाई किन खाली खाली लाग्छ बिचरा रोशन मेरो कारणले गर्दा मर्यो भगवान तिमी कति निर्दयी वाह कति राम्री देखिएको छ दुलै हजार आज त स्टार नै बनेछस् अब दुवैजना अगाडि आउनुहोस् विधि सुरु गरौँ सबै ठिक छ हजुर मेरी छोरीको नयाँ जीवन सुरु भयो